हेलो गाइज, आज चाहिँ म सुपादेवर जाँदैछु। सुपादेवरको लागि म बस पाएर जाँदैछु बसमा जान। यहाँ चाहिँ अझै टाइम लाग्नेछ बस पाएर जान। यहाँ चाहिँ म अटोमा बसिरहेको छु बस पाएर कतिसम्म उसो आउँछ भनेर। यहाँ चाहिँ अटोले डुबेर आएको छ, हेर्न सक्नुहुन्छ। म चाहिँ बस पाएर आए पनि सकेँ, चढी पनि सकेँ, बसमा बसेछु। यहाँ चाहिँ धेरै गाडीहरू रहेको छ, मान्छेहरू पनि छन्। मान्छेहरू घुम्न जानको लागि त्यो बसहरूमा चढ्छन्, देख्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ जोगी बाबु पनि हिँडेका छन् पैसा माग्दा। नाइट बस पनि रहेको छ यहाँ।
देख्न सक्नुहुन्छ। हेरौँ त एउटा भ्यान गइरहेको छ। यहाँ बस पनि गइरहेको छ, नाइट बस। यहाँ कार पनि गइरहेको छ। पालै पालो गइरहेको छन्। देख्न सक्नु। वाउ, क्या हरियाली छ यहाँ चाहिँ। कति दामी छ हेर्न सक्नुहुन्छ। नाइट बस गइसकेको छ उता। पनि जाँदैछौँ। देख्न सक्नुहुन्छ कति राम्रो सुनसान जग्गामा छ। म चाहिँ यहाँ कफी वस्तुमा आइसकेको छु। अब चाहिँ हामीहरू सुब्बा देउरा जाँदैछौँ। देख्न सक्नुहुन्छ। कति राम्रा दोकान पनि छ यहाँ। सबै चिजहरू छ। हामी चाहिँ यहाँ अब अर्घाखाँचीको सुब्बा देउरा जाँदैछौँ गाइज। देख्न सक्नुहुन्छ। भ्यान पनि गइसकेको छ त्यही अगाडिको। अब हामी पनि जाँदैछौँ। देख्न सक्नुहुन्छ। बस चाहिँ सोरो हिँडिरहेको छ। देख्न सक्नुहुन्छ यहाँ दुईटा परिवार छ। यहाँ चाहिँ बक्समा बसिरहेका छन्। एउटा माथि चढिरहेको छ परिवारको माथि बक्सभित्र। अनि बसभित्र बसेर कति आनन्दले बसिरहेको छन् हेर्न सक्नुहुन्छ। देख्न त माथि बसेर। एउटा परिवारको मुख चाहिँ अर्कै छ। अनि एउटा परिवारले मुख ढाकिरहेको छ पछाडि। देख्न सक्नुहुन्छ गाइज। एउटा परिवारले मुख ढाकिरहेको छ। मलाई चाहिँ यहाँ भोक लागेर खाँदैछु। देख्न सक्नुहुन्छ। यता पछाडिको चाहिँ आन्टीहरू हो। यहाँ चाहिँ मैले लेज खाँदैछु हेर्न सक्नुहुन्छ गाइज। भिडियो बनाएको हो, चाहिँ खाएको हो। घाम खाएको कति मिठो लेज। वाउ, धेरै मिठो लाग्यो यो लेज। किनकि मैले भिडियोबाट किनेको बन्यो। सो गाइज यहाँ हाम्रो दुईटा परिवारले चाहिँ हात बनाइदिएका छन्। एउटा उता एउटा उता। यिनीहरू देख्न सक्नुहुन्छ। बक्सभित्र छन्। यिनीहरूलाई सास फेर्नुहुन्छ अनि यिनीहरूको बक्समा दुलको बनाइदिएको हो। सास फेरेर अनि मर्न पनि सक्नुहुन्छ। अनि यहाँ देख्न सक्नुहुन्छ एउटा उता र एउटा उता गरेर हेरिरहेका छन्। कहाँ जान्छौँ भनेर हेर्न सक्नुहुन्छ गाइज। यहाँ चाहिँ दुईटा परिवारहरू लभ बनाएर बसेछन्। यहाँ कस्तो लभ गरिरहेको छ। अब फेरि यहाँ जङ्गल आइसकेको छ। हेर्न सक्नुहुन्छ जङ्गल पुरै हरियाली भइरहेको छ। सुनसान पनि छ गाइज। हजुरहरूलाई जान मन लाग्छ भने सुब्बा देउरा जानु होला। पुरै सुनसान छ बाटो। शनिबार मात्र हुन्छ भिड। अरू त पुरै बारमा केही पनि सुनसान हुन्छ। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ दोकानहरू पनि रहेका छन्। यहाँ चाहिँ पुरै दोकानहरू उता बेच्दा रहेछन्। अनि यहाँ चाहिँ भ्यान अनि बसहरू रोक्छन्। कारहरू रोक्छन् खानेकुरा किन्नको लागि। यहाँ चाहिँ अटो पनि रहेको रहेछ। देख्न सक्नुहुन्छ। पुरै हरियाली छ। सुनसान जग्गा जस्तो लाग्छ।
सक्नुहुन्छ यहाँ चाहिँ घर बनिरहेको छ। यहाँ चाहिँ कुहिरो रहेछ। यहाँ चाहिँ धेरै जाडो छ गाइस, देख्न सक्नुहुन्छ। पुरै कुहिरो लगाएर यहाँ जाडो भइरहेको छ, देख्न सक्नुहुन्छ। हजुरहरूलाई देखेको छैन होला यो बाटो, पुरै ढाकेको छ कुहिरोले। यहाँ भ्यान गाडीहरू जाँदैछन् अनि यहाँ चाहिँ केही सफा देखेको छैन, कुहिरो लगाएर देख्न सक्नुहुन्छ। सुपादेवीमा यस्तो जाडो छ कि यस्तो जाडो छ, एसी भन्दा पनि धेरै जाडो छ गाइस, हेर्न सक्नुहुन्छ। म चाहिँ सुपादेवी पुगी पनि सकेको छु गाइस। मलाई चाहिँ जाडो भएर मैले ज्याकेट लगाएको छु। यहाँ चाहिँ बसिरहेको छ, मैले चाहिँ छमिरहेको छु, देख्न सक्नुहुन्छ गाइस। अब म मन्दिर जाँदैछु। मन्दिर भएछ, मन्दिरतिर जाँदैछु गाइस, देख्न सक्नुहुन्छ। मैले चाहिँ नफुटाउन सकेर अर्को अङ्कलले फुटाल्दै हुनुहुन्छ, हेर्न सक्नुहुन्छ। पुरै पानी छ, यहाँ चाहिँ मम्मीले लिएर जानुहुन्छ, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सबैजनाले भगवानलाई पुरै प्रसादहरू मालाहरू लगाइरहेका छन्, हजुरहरू पनि हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ मम्मीले पूजा गर्दै हुनुहुन्छ, सक्नुहुन्छ हजुरले पनि। यहाँ नरिवलहरू पुरै फुटालेर यहाँ भगवानहरूलाई दिएका छन्, माला पनि लगाइरहेका छन्। मैले चाहिँ यहाँ अगरबत्ती बालेर चाहिँ मैले यस्तै पूजा गरेको छु, हेर्न सक्नुहुन्छ गाइस। अब मलाई चाहिँ हाल्न डर लाग्छ, त्यसैले मैले यत्तिकै फालिदिएको छु गाइस, बोल्छ नि त, त्यसैले गाइस। अब चाहिँ म उतातिर जाँदैछु, देख्न सक्नुहुन्छ। यहाँ मान्छेहरू सुनसान जस्तो त लाग्छ, जम्मा थोरै मान्छेहरू मात्र छन्, भिड छैनन् धेरै खासै। मलाई अब चाहिँ पूजा गर्छन् मान्छेहरूले, हामीहरूले पूजा गरेर पनि भइसकेका छौँ, आशीर्वाद पनि दिनुभएको छ। अनि एउटा मलाई बिना दिनुभएको छ गाइस, हेर्न सक्नुहुन्छ। मैले चाहिँ ओढेको छु, राम्रो भयो नानी। नमस्ते गरिन हौ, नमस्ते बुवा। अब म चाहिँ नमस्ते भन्न गइरहेको छु गाइस। यहाँ चाहिँ देख्न सक्नुहुन्छ गाइस, मैले चाहिँ कति मजाले परिवार उडाएको छु, देख्न सक्नुहुन्छ।
कस्तो मलाई चाहिँ डर लागेर मैले चाहिँ सुस्तरी परेवा उडाएको छु। मैले चाहिँ परेवा छोप्न जाने भनेको थिएँ। मैले चाहिँ एउटालाई छोप्ने भनेको थिएँ, एउटा चाहिँ कुनामा त्यहाँ थियो। मैले चाहिँ छोप्न लागेको छु गाइस, हेर्न सक्नुहुन्छ कस्तो डर लाग्छ मलाई। त्यही भएर मैले सुस्तरी गरेर छामेर परेवा उडाएको छु गाइस, हेर्न सक्नुहुन्छ। यो परेवा चाहिँ धेरै कमजोर रहेको छ, त्यही पनि मैले त्यसलाई उडाउन कोसिस गरेँ तर उड्दैन। मैले चाहिँ यो परेवालाई उडाउने भनेको भागिहालेँ गाइस। मैले चाहिँ अब सेतो परेवालाई उडाउने भनेको मलाई चाहिँ डर लाग्छ, त्यसैले म थोरै सुस्तरी गरेर सेतो परेवा पनि उडाउँछु। हेर्न सक्नुहुन्छ गाइस, हेर्नुहुन्छ परेवाहरू कति धेरै छन् यहाँ। यो परेवालाई चाहिँ छोप्न कोसिस गरेको यो कमजोर परेवा, यी मैले छोपेको थिएँ, देख्न सक्नुहुन्छ गाइस। मैले चाहिँ यहाँ परेवालाई छोप्न लागेको थिएँ गइसक्यो उता, देख्न सक्नुहुन्छ। यो परेवालाई छोप्ने भनेको थिएँ, मैले पुलिस अफिसर देखेर छोपेन, अनि त्यसो छोपेँ होइन उता गएपछि। अब चाहिँ म अरू परेवाहरूलाई छोप्न जाँदैछु, हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ सेतो परेवाहरू पनि छन्, अरू परेवाहरू पनि छोप्ने कोसिस गर्छु, तिनीहरू भाग्छन्। त्यसैले मैले कमजोर परेवाहरूलाई मात्र छोपेको छु गाइस। मैले अलिक टाठो बाठो भएको परेवाहरूलाई छोप्न सक्दैन मैले। अब देख्न सक्नुहुन्छ मैले उडाएको छु परेवा, हेर्न सक्नुहुन्छ गाइस। अरू चाहिँ माथि भागिरहेको छन् परेवाहरू। मैले चाहिँ सेतो परेवालाई छोप्ने भनेको थिएँ, सेतो परेवाहरू चाहिँ भाग्छन्। अब चाहिँ म परेवाहरूलाई छोप्ने कोसिस गर्दैछु, टाठो बाठोहरूलाई, तर तिनीहरू भागिरहेको छन् गाइस, देख्न सक्नुहुन्छ। मैले चाहिँ कमजोर परेवालाई छोपेको छु गाइस, मैले चाहिँ उडाइसकेको छु, त्यो चाहिँ उडेन। अरू परेवाहरू उडिरहेको छन्, हेर्न सक्नुहुन्छ गाइस, पंखा उडाएको छ यहाँ। अब चाहिँ मैले अरू परेवाहरूलाई छोप्न कोसिस गर्दैछु, चाहिँ गाइस छोपेन। मैले चाहिँ सेतो परेवालाई छोप्ने भनेको थिएँ, डर लाग्छ किनकि चुच्चो चाहिँ अलिक राम्रो रहेछ। अब चाहिँ म अरू परेवाहरूलाई छोप्न कोसिस गर्दैछु तर छोपेन, देख्न सक्नुहुन्छ। मैले यही कमजोर परेवालाई मात्र छोपेको छु, माइन्ड नगरिदिनु होला कमजोर परेवालाई मात्र छोपेको छु भनेर, देख्न सक्नुहुन्छ गाइस। म चाहिँ यहाँ सेतो परेवा छोप्नको लागि अझै प्रयास गरेको छु, हेर्न सक्नुहुन्छ। सेतो परेवा छोप्छु कि छोप्दैन हेर्नु है। अब मलाई चाहिँ डर लाग्छ धेरै जस्तो परेवाहरूसँग। अब चाहिँ छोप्न गइरहेको छु म सेतो परेवाहरूलाई। यहाँ चाहिँ कालो परेवा, मैले चाहिँ सेतो परेवा छोप्ने भनेको कालो परेवा छोपिरहेको छु, किनकि सेतो परेवाहरू भागी पनि रहेको छन्, रोक्न पनि कोसिस गरिरहेको छन्, देख्न सक्नुहुन्छ गाइस। म चाहिँ अब अरूलाई उडाउँछु। ओ माई गड, कति राम्रोसँग उडेछ गाइस। म चाहिँ सेतो परेवा ढुन्दै जान्छु। सेतो परेवा मलाई देख्यो, अब च्याप्प समाते गाइस, देख्न सक्नुहुन्छ गाइस। मैले चाहिँ सेतो परेवा छोप्न पनि सकेको छु, त्यसलाई उडाइ पनि सकेँ। यो पनि अलिकति कमजोर देखेको छ गाइस। अब म चाहिँ अझै एउटा सेतो परेवा छोप्न जाँदैछु, छोप्छु कि छोप्दैन हेर्न सक्नुहुन्छ गाइस। एउटा भागिरहेको छ गाइस, सेतो परेवा अझै छोप्छु, प्रयास गर्छु किन अब सेतो परेवा अझै छोप्न हेरौँ है। अब गाइस मैले छोप्नु पनि सकेँ। अब गाइस म चाहिँ मन्दिरबाट पूजा गरेर फर्केको गाइस, हेर्न सक्नुहुन्छ। मैले चाहिँ बोकिरहेको छु। अब हामी चाहिँ यहाँ जुत्ता लाउँदैछौँ गाइस, मैले जुत्ता राखेको थिएँ। अब चाहिँ मलाई भोक लागेर नास्ता खाना आएको, देख्न
देख्न सक्नुहुन्छ। अहिले नास्तामा मोमो अर्डर गरेको छु। 10 मिनेटहरू जति लाग्छ अरे गाइस। यहाँ चाहिँ मान्छेहरू पनि खान आएको छन्। म चाहिँ हो यो सिटमा बसेको छु गाइस। देख्न सक्नुहुन्छ। यहाँ चाहिँ सोफा जस्तै छ अलिकति। अनि त्यसपछि म वेट म फेरि यता अर्को सिटमा चेन्ज गर्दैछु गाइस। यहाँ चाहिँ म बस्ने अरे, यता चाहिँ म बसिरहेको छु गाइस। यहाँ चाहिँ मोमो पनि आइसकेको छ। 10 मिनट वेट गयो। अब म चाहिँ खाँदैछु। यहाँको मोमो चाहिँ कस्तो हुन्छ हेरौँ है त गाइस। यहाँ चाहिँ देख्न सक्नुहुन्छ कस्तो पोलेको थियो गाइस। त्यसैले मैले यस्तो गरेको थिएँ। धेरै तातो थियो गाइस। चटनीसँग डोबेर खाएको थिएँ मोमो मैले। यहाँ चाहिँ किमा पनि खाएको छु गाइस। सक्नुहुन्छ मोमो चाहिँ मिठो थियो। पोलेर मुखै जल्यो गाइस। अब चाहिँ यो मैले चटनीसँग डोबेर खानेछु। देख्न सक्नुहुन्छ फुलहरू सुँगहरू चाहिँ राम्रो हुन्छ भनेर म चाहिँ यो काटेर खाँदैछु गाइस। यहाँ चाहिँ मैले खाइरहेको छु मोमो। मिठो थियो के अरे गाइस। यो मोमो चाहिँ देख्न सक्नुहुन्छ कति मिठो छ। यम 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 मिठो थियो गाइस। यहाँको मोमो चाहिँ देख्न सक्नुहुन्छ। मैले गम खाइरहेको छु। यसलाई काटेर खाइरहेको छु। देख्न सक्नुहुन्छ। काट्ने कोसिस गर्दैछु मैले। काटेँ बल्ल बल्ल। अब चाहिँ डोबेर खाँदैछु तन्जीसँग। मिठो थियो। यो पनि अब खान्छु काटेको भागलाई। देख्न सक्नुहुन्छ। हेर्नु त गाइस। यम्मी यम्मी कति मिठो थियो गाइस यहाँको मोमो चाहिँ। मैले चाहिँ यहाँ एक पिस गरेर भ्याउन लागेको छु गाइस। देख्न सक्नुहुन्छ। एक प्लेटमा 10वटा मोमो आएछ। देख्न सक्नुहुन्छ। पुरै चटनी डोबेको छु मैले यहाँ। पिरो हुन्छ भनेर थोरै थोरै गरेर खाएको छु। म चाहिँ यहाँ खेलाउने दोकानमा आउँदैछु गाइस। देख्न सक्नुहुन्छ। मैले चाहिँ यहाँ एउटा बार्बी डल किन्छु। यहाँ चाहिँ राम्रो राम्रो खासै बार्बी डल थिएन। त्यसैले मैले सस्तो खाले बार्बी डल किनेछु। यहाँ चाहिँ अलि राम्रो चाहिँ थिएन। त्यसैले अब हामी चाहिँ पूजा गरिसकेपछि अब हामी घर फर्किन गएको हेर्न सक्नुहुन्छ। यहाँ चाहिँ भेनले रोकिरहेको छ। अब चाहिँ जानुपर्ने छ गाइस। देख्न सक्नुहुन्छ। अब चाहिँ आजको भिडियो कस्तो लाग्यो राम्रो लाग्यो भने लाइक सब्सक्राइब सेयर कमेन्ट गरिदिनु होला। आजलाई यति नै। थ्याङ्क यू फर वाचिङ। बाई बाई।